हेलो गाइज, गुड मर्निङ। स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म भेनाजुको घरमा बसेको थिएँ अनि बिहान उठेर मुख पनि धोएन यताउता हेर्दैछु। अनि दिदी र भेनाजु चाहिँ गइसक्नु भएको रहेछ बिहानै घरमा। अनि म चाहिँ उठेर खोज्दै थिएँ। अनि मलाई चाहिँ ठुलो भेनाजुले घर छोडिदिँदा हुनुहुन्छ। म चाहिँ घर पुगेँ अनि घरमा मेरो मामा घरको हजुरबुवा अनि माइजूहरू पनि हुनुहुँदो रहेछ। सबलाई हाई हेलो भने ढोक गरेँ अनि नुहाएर भदैनीलाई समातेँ एकछिन। अनि आफ्नो रुममा आएपछि अब कपडा लगाएर यस्तो ड्याडी आउँदै हुनुहुन्छ, ड्याडीलाई लिन जाने हो। अनि नुहाएर कपाल सुकाउँदै थिएँ, कुरा गर्दै थिएँ। दिदीलाई यता आउने दिदी मेरो ब्लगमा भन्दै थिएँ। अनि दिदीले चाहिँ नै मलाई ढिलो भएको छ, म यता जान्छु भने मैले चाहिँ नक्कल पारिदिएको हल्का। अनि हामी चाहिँ दादा र म ड्याडीलाई लिन गयौँ एयरपोर्ट गएपछि दादाको र ड्याडीको भेट भयो। अनि मेरो दादा त बोल्न सक्नुहुन्न नि त, थाहा छ। अनि हामी घर पुगेपछि अनि ड्याडी घर जाँदै हुनुहुन्छ। मैले बनाएको इग्नोर माई हाउस है गाइज। अनि घरमा चाहिँ सबजना, भाइ चाहिँ उता गएको थियो अनि भाइ आयो। अनि यो मेरो छोरो पनि आयो, ढोक गर्दैछन् सबजनालाई। अनि अङ्कल पनि आउनुभयो। अनि सानो बाबु थियो, अङ्कलले बाबुलाई जिस्काउँदै हुनुहुन्थ्यो। अनि मलाई पानी